नेपाली काङ्ग्रेसमा देखिएको पछिल्लो विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस 27 र 28 गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो। पार्टीले 2082 पौष 28 भित्र 15औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा 15औं महाधिवेशन सम्पन्न हुन सकेन। विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, यस्तो अवस्थामा हाम्रो माग बमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ। बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ। विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही 2082 पौष 27 र 28 गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं, जारी विज्ञप्तिमा भनिएको छ। विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका व्यवस्थाका लागि स्थानीय प्रशासनमा पत्राचार समेत भइसकेको छ। विशेष पक्षधरले महाधिवेशनका लागि यस अघि नै भृकुटी मण्डप बुकिङ गरिसकेको छ। सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको जनाएको छ। तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन 21 को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने जनाएको छ।